के तपाईलाई थाहा छ यो मेरो हातमा के हो र किन यति नर्मल देखा पर्ने चिज यति महँगो छ भनेर। सो खास गरी भन्ने भने यो भिडियो आउनु त 2-3 दिन पहिले नै चाहिएको थियो, तर म आफ्नो काम र आफ्नो लेजिनेसमा यति हराइसकेको थिएँ कि मैले यो भिडियो एडिट गर्नेको टाइमै मिलेन। सो होलीको राति पुरा स्टाफसँग नम्बरसँग होली खेलिसकेपछि आइहाल्छु म रुमतिर। यहाँ पुगेर आधा घण्टासम्म नम्बरसँग नहुनेको बाद पनि मेरो उनीहरूको यो हाल थियो र यस्तै म मात्रै होइन, यतातिर हिँड्नु केटाहरूको पनि सेम यही हाल छ। र एउटा यो मान्छे छ कि नाना दुःखले यतिकै मुख धोइरहेको छ र सोचिरहेको छ कि यतिकै कलर गइहाल्छ, तर यो कलर हो कि जानेको नामै लिँदैन यार। सो अर्को दिन बिहान उठ्नु बित्तिकै सबैभन्दा पहिले त म आफ्नो अनुहार हेर्ने गर्छु र लागिहाल्छु मुख धुन, र यसपछि अनुहार हेर्दाखेरि थाहा लाग्ने गर्छ कि यो कलर त बस अलिकति मात्रै गएको छ। यो सबै देखेर एकदम मैले भित्रदेखि रिस उठ्ने गर्छ र लागिहाल्छु एउटा साबुनको टिकी लगाएर एकपटक अझ मुख धुन। मेरो यो मेहनत 99% सक्सेस पनि हुन्छ। र यसपछि फटाफट लागिहाल्छु म ड्युटीतिर, र ड्युटी पुग्ने बित्तिकै हेर्ने गर्छु हिजो राति फैलाएको राइताले, यानि कि पुरा कुना कुनामा भरेछ यो कलर। र यतिखेर थाहा लाग्ने गर्छ कि हाम्रो पिकअप काउन्टरमा बस्ने केटा अझ आइरहन्न। यताबाट यिनी पार्सलको अर्डरहरू पनि चल्न सुरु भइसकेछन्। सो यसपछि लागिहाल्छु म पार्सलको थालीले प्याक गर्न, र यिनी पार्सलको अर्डरहरू पिकअप गरेर नास्ता गरेर म बसेको थिएँ कि यतिखेर आइहाल्छ मैले एउटा फ्राइड राइसको अर्डर, जसले म फटाफट पिकअप गराउने गर्छु। र यी बिचमा आइहाल्छ एउटा क्रिमी चिली ससको अर्डर, जसले पिकअप गराउने बित्तिकै 2-3 अर्डरहरू अरू पनि पिकअप गराउने गर्छु र आइहाल्छ म यतातिर, किनकि यतातिर यो भाइले बटर चिकनको लागि टिक्का रोस्ट गर्न हालेछ। र यसपछि हाम्रो किचन पुरा बिजी भइसक्यो, त्यो फिलहाल त लगाएर छु मलाई पनि टिक्का। र यस्तै गर्दा गर्दै आजको दिउँसोको सिफ्टले खतम गर्छु र लागिहाल्छु म रुमतिर। र रुममा पुग्न बित्तिकै देखा पर्ने गर्छ मैले यो चिज। यो चाहिँ त एउटा लाइटर जो चाहिँ हाम्रो रुममेटले अर्डर गर्ने गरेको थिएँ। सो आशा गर्ने गर्छु कि आजको यो भिडियो तपाईँलाई मन पर्यो होला, र सँगसँगै यो च्यानलले नि सब्स्क्राइब गर्नुहुन्छ भनेर।